Hello, welcome back to our channel. मेरो त डेकोर परेछ नि त त्यो नाइट चाहिँ मेरो भने तिमी नाइटमा गएको भएको अस्ति त्यही भएर नाइट परे नि त म अहिले डेमा अरू पनि आउँछ कि यसरी यो हाम्रो लाइन हो Oh my god! Finally हामी आइपुग्यौँ। Finally हेर्नु कस्तो अँध्यारो एक्रे कडा देखेको छैन त फाइनल्ली हामी चाहिँ नि आइपुग्यो यहाँ हेर आउनु यहाँ त्यसरी नि त हामी गर्न सक्छौँ जाम क्या अलिक शीतलतिर गएर हेरौँ क्या त्यो घाम भइसक्यो त्यहाँ शीतलतिर मान्छे पनि बेसी भइसक्यो पनि यहाँ अहिले बरु त्यहाँ भुइँमा देख्ने पनि देखिन्छ नि हाम्रो के हो यस्तो फुजिसान थोरै देखेको छ फुजिसान चाहिँ यहाँ गाइज हामी चाहिँ नि 450 मा जाने अब सो हामी चाहिँ वेट गरेर बस्छौँ के भन्नु छ ब्रो भन्नु न म नि 450 मिटरमा चाहिँ फर्स्ट टाइम हो ब्रो यहाँबाट राम्रो रहेछ बरु यहाँ सानो ठाउँ यहाँ तर यस्तो सानो भएर झ्याउ गरेको फुजिसान चाहिँ नि हल्का देखेको छ सानो देखेको छ यहाँ त के हो यार सबै ऊ मात्रै छ अब यतातिर आउनु तिमी क्या हो र गर्मी गाह्रो छैन फुजिसानै राम्रो देखेन
Oh no! ल के भन्नु छ भने भन ब्रो अहिले के भन्ने केही छैन अब धेरैजना लाइनमा छ होइन जाउँ अलिक बेसी नै लाइन भयो धेरै लाइन आयो यता आउनु पऱ्यो यता सबभन्दा अल्को पैसा हालेर जुम हेर्न मिल्छ हाम्रो मेरोलाई 900 हाले पैसा हालेर निकाल्ने तर सर आउने रहेछ काम छैन यो ठाउँमा आइपुगेको अहिले को झर्छ मान्छे हेर न मान्छे यहाँ देखेछौ सानो गाडी नै सानो देखिरहेको मान्छे सेतो चाहिँ के रहेछ ल गाइस हामी चाहिँ नि 450 मिटर भएर चाहिँ 45 होइन ब्रो 45 मिटर भएर चाहिँ म त्यस्तो फिलै दिएन यो समातेर नि त म यसो हिँडेर ओहो त दिङ्गाको हो होइन मलाई हल्ले छ बे यार तिम्रो मुला यहाँ रिङ्गा जस्तो यो कस्तो हल्ला जस्तो फिल भयो मलाई फाइनली हामी चाहिँ तल जाँदैछौँ के हामी त कहाँ यहाँ हो त नि हाम्रो मिस्टेक भयो नि हामी जाने त्यो उतातिर होइन उताबाट उता आउने हो कि जाने उताबाट हामी अघि आएको बाटो मिस्टेक भयो हिँड ब्रो जस्तो स्टाइलमा नि खिचिदिन्छु है भिडियो
तिम्रो बारे खिचेर बरु मेरोमा हाल्नुलाई यार पारा सुगै ओइसी यार हामी जानुपर्ने त हो कि त्यतातिर हामी गयौँ तलबाट थाक्ने थिएँ बस्दा बस्दा ब्रो अब चाहिँ Come children, come. जाऊ जाऊ यहाँ हो अब एक साइड यसरी यता हो कस्तो देखेको थाहा छैन अब फाइनल्ली जाँदैछौँ लचक लचक अब झर्नुपर्ने हुन्छ केही झर्ने ठाउँ यहाँ भनिरहेको त यो त आउने हो कि आउने हो मिस्टेक भयो रिङ आउने हो हिँड्दाखेरि तिमी नि खिच यता आउ न त तिमी कस्तो भयो आजको दिन माथि के भन्नु म भनौँ किन भन्नु भन्ने हो यो भयो यो राम्रै भयो यसमा चढेर आयो गाह्रो छ यताले भिडियो बनाउँदैछ यो अनि भिडियो बनाउन सुट दिने हो कि अनि त तलबाट हेर न कस्तो देखिने भोक लाग्यो त्यो जस्तै अहिले होइन कि त्यो गर्मीमा हुन्छ नि 7 बजी घाम देख्छ त्यसपछि एकछिन टाइम हुन्छ नि हो त्यो टाइममा नै ठिक आउँछ जस्तो लाग्छ मलाई यो टाइम नै राम्रै आएको त मान्छे हाम्रो तर मान्छे पनि राम्रो चाहिन्छ होइन क्यामेरा नि राम्रो चाहिन्छ क्यामेरा पनि कालो देखाइदिन्छ तर क्यामेरा भिआइपी भयो भने राम्रो देखिन्थ्यो भन्ने आइफोनमा चाहिँ जस्तो राम्रो खिच्ने आइफोन छ मसँग होइन तर आशा छ भन्ने नामको मात्रै कोही चलाउन जान्दैन बास फोन पब्जी पब्जी फोन फोन गर्न आउँछ मन लाग्यो म्यासेन्जर चलाउन आउँछ बास भिडियो बनाइरहेको अरू के गर्न भन्छ केही छैन क्यामेरा अगाडि बोल्न लाग्छ अलिकति तिमी जस्तै भोला कसो भन्दा मरि छ तर क्यामेरा अगाडि बोल्न लाग्छ मैले आफ्टर लङ टाइम पछि भिडियो युट्युबमा हाल्दैछ $0.5 आयो नि काफी छ त्यति त आउँछ $1 $2 आउँछ एउटा भिडियोहरू चाहिँ गाह्रो छ मोनिटाइज गर्ने होला नि नेपालमा मोनिटाइज भइसक्यो भइसक्यो नेपालमा मगाएर त्यो पिन नेपालको लोकेसन दिएर जापानिज के त यहाँ जापान बसेको उसले नि त्यताले नि नेपाल गएर मोनिटाइज